त्यही त कस्तो लागिरहेछ यो एकदम दुःखद लागिरहेछ यो चाहिँ यतिको गर्नुपर्दा चाहिँ यो बनाउनु पर्यो यो हामी गर्ने हो यो हामीलाई यो चाहिँ के भन्छ यो वाडाबाट हेर्नुपर्ने हो कि तालिकाबाट हेर्नुपर्ने हो कि तर यो चाहिँ अलिकति व्यवस्थित भइदियो भने आउने जाने मान्छेलाई चाहिँ सहुलियत के भन्छ अब यसलाई यस्तै मिलाएर बुझौँ यो बाटो बन्नु पर्यो छिटै ल हाम्रो केटाहरू युवा टोलीहरू चाहिँ यहाँ आफै खटेर चाहिँ यो पुरा हिलो भइरहेको बाटो चाहिँ खाल्टाखुल्टी पुर्ने काम भइरहेछ कस्तो लागिरहेछ त के हुनु यस्तै छ नि अब दसैँ मान्न आएको यहाँ अब हामी चाहिँ रोड बनाउने काममा चाहिँ जुटिरहेछौँ यो अब कसको ध्यान चाहिँ नपुगेको हो सम्बन्धित निकायसम्म चाहिँ यो ठाउँ पुग्यो हुन्थ्यो ल बाटोको अवस्था एकदमै नाजुक छ नाजुक पैदल हिँड्न पनि गाह्रो हुने अवस्था छ यहाँ हाम्रो उखुबारी युथ क्लबको कोषाध्यक्ष पनि आफै साबेल लिएर खटिरहनु भएको छ उहाँको प्रतिक्रिया पनि बुझौँ कस्तो भइरहेछ यो बाटोको अवस्था देखेर मनमा के लागिरहेछ हामी त दसैँमा नआएको ह्याप्पी दसैँ यही भइरह सबैजनाले ह्याप्पी दसैँ तर हामी चाहिँ थोरै भने पनि समाजको लागि केही गरौँ भनेर यसो सरकारले सबै कुरामा हेरे पनि हामीले सक्ने चाहिँ जति सक्छौँ हामी त्यति गर्छौँ भनेर अगाडि बढिरहेछौँ ल बाटो यो खाल्डा पुर्ने हिलो फाल्ने काम चाहिँ धमाधम भइरहेछ हाम्रो अध्यक्षज्यूले नि यता पुरा माटो बोक्ने ढुङ्गा बोक्ने काम गरिरहनु भएको छ कस्तो लागिरहेछ एकदम बेस्ट यो गर्नुपर्ने काम आफ्नो काम आफै गरौँ भन्ने अभियान होइन आफ्नो ठाउँ आफै बनाऊ भइरहेछ ल हामी फेरि पुनः जोडिनेछौँ अहिले चाहिँ हामी काम धमाधम गर्दैछौँ हामी पुनः जोडिनेछौँ Man. यहाँको अवस्था चाहिँ एकदमै नाजुक थियो हिँडुल गर्न नि गाह्रो थियो मान्छेलाई राम्रोसँग हाम्रो गाउँ टोल र उखुबारी युथ क्लबका सम्पूर्ण सदस्यहरू मिलेर चाहिँ अहिले हिँडुल गर्न चाहिँ केही रूपमा सहज हुने गरी मर्मत गरिसकेका छौँ अहिले चाहिँ केही रूपमा हिँडुल गर्न सहज अवस्था छ के गर्नु अब पालिका सरकार कसैले अब ध्यान केन्द्रित गरिदिएन यतातिर चाहिँ अझै बाँकी नै छ केही ठाउँहरूमा साथीहरू पुरा खटिरहनु भएको छ थकै लागेर खै थकै मार्नतिर लागिरहेछन् होइन थकित रूपमा साथीहरू बसिरहनु भएको छ अझै यहाँ अगाडि अझै नाजुक अवस्था छ अब हामी यहाँ पनि मर्मत गर्नेतिर लागिरहेको छौँ केही छिनमा अब हामी सुरु गरिहाल्नेछौँ साथीहरू अब केही समय रेस्ट गर्दै हुनुहुन्छ हाम्रो क्लबको पैसाबाट 1000 रुपियाँको चिसो ल्याउनु पर्ने हो के छ अहिलेसम्मको मर्मतको अवस्था कस्तो लागिरहेछ चिसो एकदमै ठिक छ अब बनिरह अब क्लब एक गाडी ढुङ्गा लाग्ने ठाउँमा चाहिँ बाँकी नै छ हामी बनाउँछौँ त्यही त भाइ कतिको मेहनतको फल पाइरहेछ राम्रै भइरहेको गर्नुपर्ने चाहिँ एउटा तर यसो देखाउन के छ बाटोको अवस्था अहिले कस्तो भयो बाटोको अवस्था एकदम नाजुक छ यहाँ हेर्नु होला यहाँहरूले अनि हामी आज चाहिँ यस
महानवमीको दिन पनि यसरी चाहिँ मुखबारी युथ क्लबद्वारा चाहिँ हाम्रो आफ्नो गाउँठाउँ हामी आफै बनाऊँ भन्ने उद्देश्यले चाहिँ यतिखेर हामी सम्पूर्ण मुखबारी युथ क्लबका पदाधिकारीहरू चाहिँ यहाँ हामी कार्यरत छौँ भन्दै स्थानीय निकायले चाहिँ ध्यानाकर्षण गराउनको लागि पनि हामीले यो उदाहरणको स्वरूप चाहिँ हाम्रो गाउँ वरिपरि चाहिँ हामीले यसरी मर्मत सम्भार गरेका हौँ भन्दै 2082 को शुभ दीपावली बडा दसैँ एवं शुभ दीपावली र छठ पर्वको सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छौँ हामी मुखबारी युथ क्लबद्वारा भन्दै अरू आज हामी लगभग 10 साढे 10 तिरबाट काम सुरु गरेका थियौँ अझ बाँकी नै छ आधा काम बाँकी नै छ हस् त धन्यवाद ल हाम्रो यस मुखबारी क्लबका सदस्यज्यूले आफ्नो भनाइ राखिसक्नु भएको छ ल के छ भाइ राजा कतिको रमाइलो भइरहेछ काम गर्दा ल हामी फेरि भेट्नेछौँ अब हामी फेरि यता अगाडि सुरुवात गर्न जाँदैछौँ मर्मत कार्यहरू ल झोरले सबैलाई फाइनल्ली हामीले बाटो चाहिँ केही सहज रूपमा हिँडुल गर्न सक्ने बनाइसकेका छौँ हाम्रो काम लगभग पुरा भइसकेको छ ल हाम्रो क्लबको सदस्य यहाँ हुनुहुन्छ उहाँले आफ्नो प्रतिक्रिया राख्नुहुन्छ केही ल म केही भनिदिनुहोस् त के छ आजको काम कस्तो भयो आजको काम एकदम राम्रो भयो एकदम गाह्रो थियो समस्या थियो हामीलाई यसो सदरमुकाममा आउन जाउन गर्नलाई यताउति हिँडडुल गर्न गाह्रो थियो समस्या थियो सजिलो भयो यही हो ल सबैजना ल के भन्ने ल भाइ के छ राम्रो भयो आजको काम कस्तो हो एकदम राम्रो अँ यो चाहिँ अब सम्बन्धित निकायसम्म चाहिँ ध्यान जाओस् फेरि पनि गरिराख्न अब यो अर्को दसैँमा लगतै आउँदाखेरि चाहिँ यस्तै बाटो चाहिँ फेरि दोहोरिएको देख्न नपरोस् भन्दै अरू साथीहरूलाई के छ टिका टिप्पणी दिनु होला ल के छ यसो प्रतिक्रिया राखिदिनु होला आफ्नो आजको काम कस्तो हो आजको काम हामीले लगभग हामी गाडी कुद्न सक्ने अवस्था बनायौँ पहिला हामी हिजोसम्म आउँदाखेरि यहाँ मान्छे हिँड्न पनि अप्ठ्यारो थियो बाटो हाम्रो यो मुखबारी क्लबका साथीहरू सबैजना मिलेर आज हामीले यतिसम्म गर्न सक्यौँ अब भोलिका दिनहरूमा यस्तो यो बाटो सम्बन्धी निकायले चाहिँ ध्यान पुर्याओस् भन्ने चाहन्छु ल साथीहरू सबैलाई धन्यवाद के छ ल हाम्रो अध्यक्षज्यूको बर्दार भन्छ केही सुझावहरू छ भने दिउँ हाम्रो पालिका निकायका प्रमुखहरूसम्म पुगोस् यो हामीले चाहिँ हाम्रो यस मुखबारी युवा समाजबाट का परिवार सम्पूर्ण मिलेर हामीले यो आफ्नो गाउँमा आफ्नो क्षेत्रलाई समेटेर अलिकति बाटो हामीले मर्मत गरेका छौँ होइन अब बाँकी दिनहरूमा यो बाटोको लागि चाहिँ वडाबाट या पालिकाबाट नै ध्यान जाओस् भन्न चाहन्छु होइन हामी जस्तै युवाहरू मिलेर आफ्नो ठाउँमा जति यो बाटो हामीले हाम्रो त्यसमा बनायौँ यही हिसाबले सम्पूर्ण ठाउँका साथीभाइहरूले पनि यसै गरेर आफ्नो ठाउँको लागि बाटोहरू केही अलिकति सहज हुने गरेर कसरी बनाइदियो भने अरू क्षेत्रमा पनि अलिक सहज हुन्छ भन्न चाहन्छु होइन अब आउँदो दिनहरूमा चाहिँ यो बाटोको लागि सकेसम्म पालिकाबाट नै ध्यान जाओस् भन्न चाहन्छु ल के छ भाइ अनि हेलो ल यता कस्तो लागिरहेछ ल पहिला कस्तो थियो अहिले कस्तो थियो अहिले एकदम राम्रो भइरहेको बाटो पहिला चाहिँ अब हिल्लामै थियो होइन अहिले चाहिँ ठिक ठिकै छ बाटो
ल धन्यवाद ल ल हाम्रो यता हाम्रो सचिव ज्वालामुखी गाउँपालिका उखुबारी युथ क्लबको हाम्रो सचिव हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो हिराबहादुर राणा हो। उहाँले अब केही कुराहरू यो सम्बन्धी केही भनिदिनु होला भन्ने आशा गरेको छु। हाम्रो यस ठाउँमा चाहिँ स्थानीय निकायदेखि पालिका स्तरसम्मको प्रमुखहरूको चाहिँ ध्यानाकर्षण गर्नको लागि चाहिँ हामीले सबै युवाहरू जुटेर चाहिँ आफ्नो ठाउँ आफै बनाऊ भन्ने मूल नाराका साथ हिजो हामी गाउँ फर्किँदासम्म हिँडुल गर्न पनि नसक्ने अवस्था थियौँ। साधनमा हिँडुल गर्न त परको कुरा, मान्छे पैदल हिँड्न पनि गाह्रो भइरहेको अवस्था थियो। त्यसलाई मध्यनजर गर्दै हामी नै केही गरौँ भन्ने उद्देश्यले हामीले आज यो बाटो चाहिँ केही रूपमा हिँडुल गर्न सहज हुने हिसाबले निर्माण गरेका हौँ। भोलिका दिनहरूमा हाम्रो पालिका स्तरका शीर्ष र वडा स्तरका शीर्ष निकायहरूले चाहिँ विशेष ध्यान दिएर अब आउँदा दिनहरूमा चाहिँ फेरि यस्तो समस्याहरू चाहिँ भोग्न नपरोस् भनेर हामीले यो काम सुरुवात गरेका हौँ। उहाँहरूको ध्यान पनि तान्नको लागि हामीले यो गरेका हौँ। हामीले यति गरिदिनाले उहाँहरूलाई नि ओहो त्यहाँको समाज, त्यहाँको युवाहरूले चाहिँ केही गर्नुपर्ने रहेछ है भनेर देखाएको रहेछ। हामीले चाहिँ उपल्लो तहमा बसेर पनि हामी निधाएर बस्न नहुने रहेछ भन्ने चाहिँ उहाँहरूको ज्ञान आओस् उहाँहरूलाई। र अरू पटक चाहिँ हामीले यसरी गर्न नपरोस्, साथ सहयोग दिनुपर्ने ठाउँमा हामी दिन्छौँ। तर हिँडुल गर्न चाहिँ साह्रै गाह्रो हुने अवस्थामा चाहिँ नछोडिदिनु हुन म उहाँहरूलाई विनम्र अनुरोध गर्दछु। साथसाथै विजया दशमी तथा शुभ दीपावली छठ पर्वको शुभकामना पनि दिन चाहन्छु। धन्यवाद। मेरो तिम्रो ठाउँ कुन ठाउँ हो? उखुबारी होइन दाइ जानी क्या एउटा लाइभ हामीले सबै गरेको के छ भाइ? अनि आज हाम्रो काम कस्तो लाग्यो? यो त दाइ एकदम धेरै राम्रो ग्राभेल जस्तै गरिदिनु भएको तपाईँले, ढुङ्गा खोजी लिएर आएर होइन। जोस् राणा गाउँ के अरे तपाईँहरूको सम्बोधन उखुबारी क्लबका हाम्रा साथीहरूलाई एकदम धन्यवाद छ। ल गाडीवालाहरूले चाहिँ खास उहाँहरूलाई अलिक विशेष केही गर्नुपर्ने पुरस्कार होइन, बाटो यस्तो बनाइदिनु भएको है। त्यही त ल दाइ ल धन्यवाद। ल भाइ धन्यवाद। के भन्नु त मैले आज हाम्रो काम चाहिँ कस्तो लाग्यो भाइलाई? अब यो हिँडुल गर्न यो हाम्रो उखुबारी युथ क्लबको काम चाहिँ र जेन्जी युवाहरू दाइहरू हुनुहुँदो रहेछ सबैजना र एकदम राम्रो लागेको काम होइन। अब गरेको यो अहिले गर्नुभएको उहाँहरूले ल्याउनु भएको छ सामानहरू ल्याएर गर्नुभएको काम एकदम राम्रो लाग्यो। युवाहरूले त्यो काम गर्नु पऱ्यो। खै अब हाम्रो सरकारहरू वडा सरकारहरू कहाँ जानु भएको छ, पालिका सरकारहरू कहाँ जानु भएको छ होइन, त्यो गर्न पनि उहाँहरू कर्तव्य हो। तैपनि अब यहाँको युवाहरूले एउटा क्लबबाट चाहिँ उहाँहरू दाइहरूले दसैँ मान्न आउँदाखेरि चाहिँ यो बाटो गर्नुभएको छ। धेरै नै राम्रो भएको छ बाटो होइन। अब एउटा मान्छे पनि तर नसक्ने बाटोलाई चाहिँ अब अहिले चाहिँ आनन्दले एउटा सानो ट्याक्सी पनि हिँड्न सक्ने अवस्था बनिनु भएको रहेछ। त्यसको लागि अब हाम्रो उखुबारी युथ क्लबलाई पनि विशेष धन्यवाद र हजुरहरू यो जेन्जी टोलीलाई पनि सबैजना दाइहरूलाई पनि धन्यवाद होइन। अब अझ योभन्दा राम्रो काम गरिदिनु होला। अब देखाउनु पर्छ। अब खै वडा सरकार पालिका सरकारले गरेन, अब हामी यही टोलकै युवा मिलेर चाहिँ गर्नुपर्छ। हजुरहरूले उदाहरणको स्वरूपको एउटा काम गरेर देखाउनु भएको छ। भोलि अझ योभन्दा राम्रो काम गर्नु होला। दसैँको यही छ दाइ शुभकामना। ल